र त्यसको हामी बुझेदेखि रक्षा गर, हौसला देऊ हामीलाई, देश बचाउँछौ भर पर, देश बचाउन परे हामी सीमा बनी गर्न सक्छौँ, देशको साना बढाउन सगरमाथा चढ्न सक्छौँ हामी भारत। धन्यवाद कार्यक्रम सञ्चालक म्याम, आदरणीय प्रमुख प्रशासकीय अधिकृत साथै गण्डकी प्रदेश सामाजिक विकास कार्यालयबाट पाल्नुभएका म्याम, यस बाल्मिकी सर्चकर्ता लगायत अवलोकन भ्रमणमा आउनुभएका पोखरा महानगरपालिकाका साथीहरू सम्पूर्णमा म सुनौलो गलकोट नगर बाल सञ्जालकी अध्यक्षको तर्फबाट फेरि पुनः हार्दिक अभिवादन स्वीकार्नुहोस्। सर्वप्रथम त म यो हजुरहरूको अवलोकन भ्रमणको क्षेत्र हाम्रो गलकोट नगरपालिकालाई राखिदिनु भएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। यो बालमैत्री घोषणाको क्रममा हजुरहरू जुटिरहनु भएको छ। यो बालमैत्री घोषणा सुरुमा चाहिँ सोच्दाखेरि ओहो कसरी गर्ने होला, के यो सम्भव हुन्छ त भन्ने जस्तो पनि लाग्न सक्छ। तर यसमा चाहिँ एक किसिमको बोन्ड नगरपालिकाको कर्मचारीहरू, जनप्रतिनिधिहरू, बालबालिकाहरू, अभिभावकहरू, समाजको हरेक व्यक्ति यो गलकोट नगरपालिकालाई यो बालमैत्री घोषणा गर्नको लागि यदि गलकोट नगरपालिकाको एउटा व्यक्ति पनि चुकेको भए, उसले आफ्नो काम कर्तव्य र अधिकारबाट पछि हटेको भए चाहिँ यो आज हामी प्राउडको साथमा गलकोट नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा भयो भन्न पाउने थिएनौँ होला। यसको लागि एक किसिमको बोन्डको आवश्यकता पर्छ। यदि हामी सबै आफ्नो क्षेत्रबाट आफ्ना काम कर्तव्यप्रति सचेत भएर लाग्यौँ भने पोखरा नगरपालिका महानगरपालिका पनि छिटै बालमैत्री घोषणा होस् भन्ने शुभकामनाका सहित आज हाम्रो नगरपालिकालाई अवलोकन भ्रमणमा आइदिनु भएकोमा तपाईँहरूमा पुनः हार्दिक आभार व्यक्त गर्दै आजको कार्यक्रम यही समापन भएको घोषणा गर्न चाहन्छु।